हेलो एभ्रिवान गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। साथीहरू फेरि पनि म चाहिँ यतातिर अल ब्यागान आएको छु साथीहरूसँग। देख्न सक्नुहुन्छ हाम्रो मेनुहरू यतातिर देख्न सक्नुहुन्छ भने साथीहरूसँग मेरो केटाहरू यतातिर छ। मेरो केटाहरू भने एकजना मेरो साथी कता गएछ अदर आन्ने जहिले हाम्रो अदर आन्ने मान्छे चाहिँ यही राम्रै खुवाउने खालको मान्छे अदर हुँदैछ यतातिर टक्क स्टाफहरू छ त्यही बनाउने लगाएर भने बाहिरको मौसम यस्तो छ साथीहरू। मौसमले च्यालेन्ज चाहिँ गर्दैछ है साथीहरू। चिसो छ धेरै, साउदीमा जाडो बढिसकेको अवस्था छ अहिले। लाग्यो हामी अब टक्क लाग्यो माथि बसेर टक्क यहाँको होर्माहरूसँग बसेर खाने आज चाहिँ जाडो बगाउने अदर तल गर्ने हो, खाने ठाउँ माथि हो। हामी आज रोइला हुनेवाला चाहिँ रोइला बाहिरतिरको अवस्था यस्तो छ साथीहरू देख्न सक्नुहुन्छ भने। यता साथीहरू रोइला गर्नेवाला छ, रोइला गर्नेवाला छ रोइला। लौ ए आज प्लेट आएन, ए प्लेट पाउँदैन यहाँ त तेरै पाउँदैन बाहिरको मौसम ओपनिङ भइसक्यो यतातिर। ए आज डह्रो रोइला हुन्छ साथीहरूसँग। 7 अप देख्न सक्नुहुन्छ साथीहरू। पारा त यस्तै हो, सेलेर आएपछि एभ्री मन्थ यस्तै हो साथीहरू। केटाहरू पारा चाहिँ हाम्रो चन्द्र सर, हाम्रो दिपक सर, हाम्रो मेम्बरमा थपिनु भएको छ है। 2 चोटि भइसक्यो भने हाम्रो गाउँले हाम्रो रेगुलर हो उहाँहरू। हामी भनेको रेगुलर उहाँ पनि अबदेखि चाहिँ रेगुलर हो, हाम्रो सबै रेगुलर हो। खाएर बनाएको ज्यान हो। ऊ त जिम पनि गर्छ, तपाईँको बडी बिल्डर पनि हो। ऊ त जिम नगरेर पनि मदाइछ मेरो ठिकै छ। ओपनिङ भइसक्यो, अब हामी डह्रो हान्नेवाला छ है साथीहरू। ल हानिहालौँ न यार, 1-2 बाइट त गर्नुपर्छ क्या त। ए खानु ल यार, हान्नुपर्छ चण्डेसरी। ए सर हानौँ भने म पनि ओपनिङ गर्छु यतातिर। डह्रो छ है साथीहरू। ओपनिङ हुँदैछ। तोकम त गाउँलेले सुरु गरिदिएको अस्तिको जस्तै बाघको तोकाइ हो यो नलायो नि यार। अनि उतातिर भइसक्यो, यतातिर पनि तोकम हौ। ल ठिक छ, उद्घाटन भइसक्यो साथीहरू। अब म पनि उद्घाटन गर्नेवाला छु। यतातिर उद्घाटन हुँदैछ टक्क लाएर। यो भएन भने त फेरि जाँदैन त साथीहरू। वरपरिको त्यो यहाँको चेलीबेटीहरू हुन्छ, देखाउनु मिल्दैन है साथीहरू, यसो हेर्ने मात्रै हो। पाउन सक्नुहुन्छ गार्लिक सस, चाहिँ गार्लिक सस आउँछ। शेरले जहिले शिकार गर्छ मासुको मात्रै, भेजिटेबल नो ओन्ली चिकन। टक्क लाएर यो चाहिँ फ्रेन्च फ्राई टक्क पार्ने हो। सो लभली टेस्ट। हाम्रो चन्द्रेश्वर केही जाओस् न यार, 1-2 शब्द। अब कस्तो फिलिङ्स आउँदैछ जाडो भयो भने? अब जाडोमा अब अलिअलि यसो खाइदिउँ कि भनेको केटाहरूले भिडियो बनाएर बिचै बनाइसक्यो। पहिलेको भन्दा मासु केही राम्रो छ, केही कम्प्लेनहरू आउनु परेन। टोटल भेट यार, सायद मेरो कपाल भयो। आफ्नो खाना 1000 छ, अहिले ध्यान दिएको छैन मैले। दिपेन्द्र सर फिलिङ्स खुसी लाग्छ, हाम्रो मेम्बरमा तपाईँलाई वेलकम छ। वेलकम छ, ज्यास खुसी लागेको छ नि? खुसी लाग्छ साथीभाइसँग भेट भएर। ल हाम्रो साथीहरू सबैजना एकदम ह्याप्पी। खाने बेलामा त फेरि जो पनि ह्याप्पी भइहाल्छ नि भनेर भन्दैन। अब हामी जहिले ह्याप्पी नै हो साथीभाइहरूसँग, जहिले यस्तो हो। ठिकै छ चलानिन्छ है कहिले। सुन्नु न दाजु टेन्सन नगर्ने, बढी भ्याएरै हिँड्यो यस्तो दिएको जाँडो बगाउनु पर्यो साथीहरू।
अहिलेको अवस्थामा म केही बोल्न सकेको छैन म एकदमै स्वीकार गरिरहेको छु खाइसकेपछि केही शब्दहरू बोल्न सक्छु अहिले चाहिँ म एकदम शिकारमा बाघ बुढो भयो भने बोल्न सक्दैन शिकार गर्न सक्दैन त्यस्तै म पनि त्यस्तै भएको छु बुढेसकालले छोडेछ म खाँदैछु खाएपछि बोल्नु खाएपछि बोल्नु इनर्जी आउँछ नि त